हेलो सम्पूर्णमा नमस्कार। आज हामी नरसिंहधाम धादिङ सल्यानटारको नरसिंहधाम घुम्न जाँदैछौँ। हजुरहरूलाई गोर्खा बजारदेखि नरसिंहधामसम्मको यो सानो भ्लगमा सम्पूर्णमा स्वागत गर्न चाहन्छौँ। यो भिडियो पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। हाल हामी चाहिँ यो रानीवनभन्दा ठ्याक्क तलबाट चाहिँ हाम्रो भ्लग चाहिँ स्टार्ट भयो होइन। यो आले गोर्खा आले हो। गोर्खा आलेबाट ट्याक्क लेफ्ट ह्यान्ड आएपछि सरर पिच रोड छ। हजुरहरू पनि आउन चाहनुहुन्छ भने एकदम सरल सहज तरिकाले बाइकमा पनि तपाईँहरू नरसिंहधाम जान सक्नुहुनेछ। 3 वर्षमा एकपटक मात्र लाग्ने यो मेला नरसिंहधाम मेला यो मलमासको समयमा मात्र लाग्छ। अहिले देशका सम्पूर्ण भूभागबाट चाहिँ मान्छेहरू आउने क्रम एकदम जारी छ। गोर्खा आले कटेपछि यो चोक आउँछ। यो चोकबाट माथिल्लो बाटो हामी लाग्नुपर्ने हुन्छ, जुन फिनाम झियाटे हुँदै जाने बाटो छ। र तल्लो बाटो चाहिँ हामी मनकाउना जाँदा बाटो जाँदा सहज छ। हामी यो चाहिँ फिनाम हो। यहाँ एकदम कुहिरो लगाइसकेको छ होइन। कुहिरो लगाइसकेको अवस्थामा फिनाममा हामी आउँदा चाहिँ कुहिरो लागेको वातावरण अलिक जुन अहिले हामी आले गोर्खा कुटे आलेको छ। यो चोकबाट ठ्याक्कै यतापट्टि साइड होइन, यो टर्निङ लिएर गोर्खा आलेको साइडबाट जानुपर्ने हो होइन। यसमा चाहिँ कुहिरो चाहिँ लगाइरहेको रहेछ। तर हामी जुन गाडीमा हाम्रा दिदी भाउजूहरू गाडीमा जानुभएको, बाइकमा छौँ। अहिले हामी ट्याक्कै भीमसेन थापा गाउँपालिका प्रवेश गरियो है। त्यहाँ अब गोर्खा फिनाम कोटेआले हुँदै झिहाटे कटेर पनि हामी एकैचोटि अहिले तपाईँहरूलाई भीमसेन थापा गाउँपालिका प्रवेश गर्दैछौँ। भीमसेन थापा गाउँपालिका हुँदै यो बाटो हामी नरसिंहधाम धादिङ सल्यानटार पुग्दैछौँ है त। यही बाटो एकदम सरल छ, बाइकमा पनि जान सक्नुहुनेछ हजुरहरूले। गोर्खा बजारदेखि नरसिंहधामसम्मको यात्रामा हामी छौँ। हजुरहरूलाई सम्पूर्ण दृश्य देखाइरहेका छौँ। जुन हामी यात्रा हाम्रो जारी छ। हामी चाहिँ 1.5देखि 2 घन्टाकोमा बिस्तारै गए पनि बाइकमा पुगिन्छ। अब हामी लगभग आरुघाट बजार क्षेत्र नजिकै छौँ। टारी फाटबाट हाल आरुघाट गाउँपालिका भ्रमण गर्नुभएको आरुघाट बजार नजिक आइयो है त। हामीले चाहिँ अब आरुघाट पनि सकेर आरुघाट गोर्खा र अब पारिपट्टि धादिङ आरुघाटको पुल चाहिँ हामी टर्दैछौँ। यो त्रिपुरा सुन्दरी यो त हो धादिङ रहेछ नि। अब धादिङ पुग्यो है त हामीलाई। यहाँ गाडीहरू पनि एकदम धेरै गइरहेको छ होइन। पछि रहेछ जुन 3-4 किलोमिटरमा 4-5 किलोमिटर 6 किलोमिटर जति चाहिँ कच्ची बाटो छ। बाइकलाई ठिकै यतिको अघिको ट्याक्सीहरू हिँडिरहेको छ, हिँड्न त सकिहालिन्छ। यस्तो बाटो छ, अलिक कच्ची नै छ छन चाहिँ। तर पनि रमाइलो चाहिँ रमाइलो छ। हामी
नरसिंहधाम सलेन्टार धादिङ सलेन्टारसम्मको यात्रामा अहिले धादिङको अब छ यस्तो घैयाबारी चाहिँ अहिले धेरै ठाउँमा घैया लाउनु छोडिसकेको पनि यो चाहिँ घैया रहेछ माइक्रो बसहरू पनि आइरहेको छन् चाहिँ धेरै माइक्रो बसहरू पनि छ हिँडिरहेको छ बाटो त्यति अल्छिलो छैन सजिलै छ हजुरहरू बाइकमा जान्छु भन्दै हुन्छ भने पनि जान सहज नै रहेको छ हजुरहरूले यो जुन माथि यो कच्ची बाटो भइसकेपछि चाहिँ यहाँ अलिकति रोड छ तर त्यही 2 किलोमिटर जति मात्र बिच गरेको रोड छ है त्यसपछि चाहिँ धेरै कच्ची नै छ र हामी लगभग नरसिंहधाम नजिक आइपुगिसक्यौँ है त चाहिँ थोरै ठाउँ चाहिँ पिच गरेको रहेछ यो पालि बाटो चाहिँ अलि हामीलाई ज्ञान भएन होइन सलेन्टार नै यही होला है घैया अब घैयाको जति लोप भइसक्यो कि यता यत्रो धेरै घैया चाहिँ लाएर छन् अहिले पनि होइन घैयाको बासमा चाहिँ त्यो छुट्टै चल्छ त्यो चाहिँ चलिरह हेर्ने त ठुल्ठुला गराहरू चाहिँ अब हामी पछि बाटो प्रवेश गर्दैछौँ हेर्नुहोस् गाडीहरू चाहिँ एकदम धेरै छ भिडभाड धेरै छ बिहानमा सकेसम्म बिहानमा आउनु होला बेलुका दिउँसो जुन 10-11 बजेपछि एकदम तातो मौसम तातो पनि छ अहिले अब अनि अब हावाहुरी नि आउन सक्छ तर एकदम गर्मी चाहिँ गर्मी नै छ तर नरसिंहधाममा धेरै सुविधा रहेछले मान्छेहरू यति दुःख गरेर पनि पछाडि झुनेर पनि मान्छेहरू चाहिँ नरसिंहधाम भनेपछि जाँदै हुनुहुन्छ भक्तजनहरू हामी लगभग नरसिंहधाम नजिक आइपुग्दैछौँ यहाँ थोरै चाहिँ अब ओह्रालो गर्दैछौँ कच्ची बाटो रहेछ यस क्षेत्रमा हजुरहरूलाई बोर पनि भयो होला अब भिडियो अलिकति लामो छ नरसिंहधाम अहिले चाहिँ देशव्यापी नै रूपमा रहेको विभिन्न देशका विभिन्न जिल्लाहरूबाट ललितपुर भद्रपुर सिन्धुपाल्चोक काभ्रे पोखरा चितवन देशका धेरै ठाउँबाट चाहिँ यहाँ चाहिँ ट्राफिक चेकिङ भन्दा यहाँ ठुला गाडीलाई चाहिँ लाग्न दिँदछ सानो गाडी चाहिँ दिँदछ हामी चाहिँ बाइकमा गएर अझ तलसम्म जान पाइयो गाडीमा चाहिँ अलिक माथि नै रोक्न पर्दछ हामी ठिक 8 बजे लगभग आइपुग्दा पनि यति धेरै गाडीहरू चाहिँ यहाँ आइसकेको रहेछन् आउने क्रम जारी छ हामीले पनि धेरै गाडीहरू चाहिँ ओभरटेक गरेर आयौँ हेर्नुहोस् मान्छे भक्तजनहरू चाहिँ एकदम ठुलो गाडीमा आएको पैदल यात्रीहरू पनि हुनुहुन्छ जति तल गयो उति गाडीहरूका पनि छन् अब यो अस्थायी टहराहरू यहाँ चाहिँ खाजाका लागि पनि निर्माण हुँदैछन् बिहान 8 बजे यति गाडीहरू चाहिँ आइसकेका छन् अब हामी नरसिंहधामको नजिक पुग्दैछौँ मानिसहरू लगभग 2 लाख 3 लाख मान्छे छन् भन्ने अनुमान चाहिँ समाचारले पनि भन्थ्यो आज झन् धेरै आज आइतबार हो रे एकदम धेरै भक्तजनहरू चाहिँ उपस्थित हुनुभएको छ होइन अनि ठ्याक्कै यहाँ चाहिँ ट्राफिक नै हुनुभएको छ यहाँनिर अब हामीलाई पनि यता राख्नु बाइक हामी पनि यहाँनिर चाहिँ हिँड्न पर्ने भयो अब कति छ भन्ने कुरो चाहिँ तल पुगेपछि मात्रै थाहा हुन्छ भनेको त्यो मुख्य गेट देखिएको हो कि होइन अब हामी यहाँ बाइकको पार्किङ गर्छौँ त्यसपछि हामी पनि अब गाडी आउँदैछ पछाडि अर्को गाडी आउँदैछ हामी अगाडि यहाँ बाइक राखेर हामी अगाडि बढियो म अब ट्याक्क सबैजना रेडी भइसकेको छ अलिकति ओह्रालो भएर गएपछि अब हामी बुढी गण्डकी र
नेत्रावती नदीको सङ्गममा पुगियो। नुहाउनको लागि। अब चाहिँ हामी होइन दुईटा नदीहरू मिलेको ठाउँमा दोभानमा चाहिँ पुग्दैछौँ। यहाँ यसले हेर्नुहोस् मान्छेहरूको भिड पानीमा पनि अब यस्तो छ। यो चाहिँ अलिकति व्यवस्थापक चाहिँ अब मान्छे पनि धेरै छन्, भक्तजनहरू पनि धेरै आउनु भएर व्यवस्थापन अलिकति कम नै हो कि जस्तो चाहिँ देखियो। तर त्यहाँ खाना पानीहरू पनि फ्री नै रहेछ। सेवा सुविधा राम्रो थियो भनौँ। ल भिडियो चाहिँ गरिएन, खाना खाएको चाहिँ हाम्रो भिडियो आएन। तर यो चाहिँ तल फाँट हो यहाँ। त्यसपछि हामी फाँटमा चाहिँ एकदम रमाइलो गर्दै यता हिँड्ने उता हेर्ने हाम्रो दिदी, हाम्रो तलको सुमित्रा दुलाल, भौटिङ दिदी, यहाँ सम्पूर्ण दिदीहरू चाहिँ होइन दिदी भाउजूहरू चाहिँ यहाँ उपस्थित हुनुहुन्छ। ठुली आमाहरू एकदम राम्रो छ है। तर सबै भक्तजनहरू एकपटक यहाँ उपस्थित हुनु होला, भिजिट गर्नु होला, घुम्नु होला होइन। यो 3 वर्षमा एकपटक हुने धाम। केही सामानहरू पनि यहाँ बिक्री वितरण चाहिँ भइरहेछ होइन। अब सामानहरू पनि किन्दै हुनुहुन्छ हाम्रा साथीहरू, बुढी लगायत मेरो बुढी भाउजूहरूले। भाउजू र बुढी त अब के हो र किनेका किने पैसै पैसा छ के अरे। ल यस्तो भक्तजनहरू चाहिँ एकदम धेरै छन् है। हामी बिहान 8 साढे 8 बजीतिरको दृश्य हो। अझ मान्छेहरू आउने क्रम जारी छ। जुन बुढी गण्डकी र नेत्रावतीमा पौडी खेल्ने क्रम पनि जारी छ। मानिसहरू भक्तजनहरू अहिले चाहिँ जेठ महिना र पुरुषोत्तम महिना भएकोले यहाँ नदीमा आएर स्नान गर्दा धर्म मिल्ने र पाप पखालिने भन्ने जनविश्वास, धार्मिक विश्वासका साथ मानिसहरू भक्तजनहरू चाहिँ उपस्थित हुनुभएको छ। सम्पूर्ण भक्तजनहरू यस मन्दिरमा जाँदा, यस धाममा जाँदा एकदम विचार पुऱ्याएर जानु होला। बिहान 8 बजे 9 बजे पुग्ने गरेर जानु होला। दिउँसो एकदम धेरै तापक्रम रहेको भएर गाह्रो हुनेछ। यहाँ खेल्नको लागि ठुला पिङहरू पनि उपलब्ध गरिएको रहेछ। र जुन अलिकति मेरो मनैदेखि लागेको यो चाहिँ नुहाउने ठाउँ चाहिँ अलि डेन्जर भएर भक्तजनहरूलाई अलिकति असहज भयो कि मानिस नै धेरै भएर होला। हाम्रो भान्जाले एकदम भिडियो गर्दै हुनुहुन्छ। ल यो फाँट हो है त, यो फाँट तलको फाँट हो। मन्दिर अझ माथि यो देखिएको माथि छ। जुन दोभान हो यो नेत्रावती। अहिले हाल भनेको यो पुरुषोत्तम महिना भन्नु रहेछन् होइन। यो चाहिँ मलमासको समयमा पितृहरूलाई विशेष पूजा आरती चाहिँ गरिँदो रहेछ। भक्तजनहरू यहाँ आउँदा त्यो भएर सम्पूर्ण खुसी हुनुहुन्छ। भक्तजनहरू नुहाइ ढाइ गरेर चाहिँ हामी जुन हामीसँग जाने अब यो पूजाको सामग्रीहरू चाहिँ अब यो मान्छेहरू आउने क्रममा सामग्रीहरू चाहिँ मिलाउँदै हुनुहुन्छ। हामी पनि पूजाआजा गरेर चाहिँ त्यस्तै गरी अब यो माथि मन्दिरतिर जानेपछि हामी फर्किने लाग्दैछौँ। धादिङतिरको नै जस्तो लाग्छ यो क्षेत्रबाट आउनु एकदम रमाइलो। टिमहरूले चाहिँ हामी चाहिँ देख्दा निकै नै खुसी लाग्यो। हस् धन्यवाद। यो पुरा भिडियो हेर्नु होला, नाचगान पनि हेर्नु होला।
हाम्रो मान्छे पो रहेछ नि। दाजुभाइको एउटै छ बोलेसी हुन्छ खुसी हाँसेर बोलेसी Dani?